दर्शक श्रोताहरू, यति बेला नयाँ भुन्टी भागमा भनी भुन्टी र भद्रको विवाह सम्पन्न भइसकेको छ। हो साथीहरू, अब भुन्टीको यस खुसी देखेर यता घरमा यानि कि भूपेन्द्र भनी अब छटपटिनु सिवाय केही उपलब्धि हुने छैन। हो साथीहरू, अब यति धेरै माया गर्ने भुन्टीलाई भुन्टीकै पछि पछि यानि कि अब भुन्टीकै लागि भनेर जिन्दगी नै बिताउन तयार भएका भद्रले अब भुन्टी सामु अब यथार्थ कुरा भने पश्चात अब टोकलेसँग पनि यति धेरै यानि कि भुन्टीलाई माया गरेको कारण र माया गर्नुको उद्देश्य र भुन्टीलाई मात्र आजसम्म माया गरेर पर्खिरहेको कुरा खुलस्त रूपमा राखे पश्चात अब भनी टोकलेले भुन्टीलाई पक्कै पनि ती व्यक्तिसँग यानि कि भद्रसँग मेरी बहिनी सुम्पिन पाए कति आनन्दको जिन्दगी बिताउने थिइन् होला र ती पापी भूपेन्द्र भनौदाबाट छुटकारा पाए पश्चात मैले पक्कै पनि मेरी बहिनी यही व्यक्तिलाई सुम्पिने छु भनेर मनै मनन गरेका थिए भने अब यति बेला सबै यथार्थ कुरा र अब भुन्टीको बारेमा जानखोज गर्दै र यस्ता पीडामा रहिरहेको अवस्थामा पनि यता भद्रले भुन्टीकै खोजीमा लागि परेर यति धेरै माया गर्दै यानि कि भुन्टीले के गरिरहेकी छिन् त भन्ने कुराको निकै चियो र चासो गर्दै भुन्टीकै बारेमा सोधखोज गर्दै हिँडे पश्चात अब भने यथार्थ रूपमा भुन्टीलाई माया गर्ने व्यक्ति, मनैबाट माया गर्ने र इज्जत दिने र यति धेरै मनमा सजाउने व्यक्ति भनेको यही व्यक्ति हो र यस व्यक्तिलाई मैले बहिनीलाई सुम्पिन पाए खुसी र सुखी साथ जीवनभरि राख्ने थिए भन्ने कुराको अनुमान लगाएका छन् टोकलेले। हो साथीहरू, के साँच्चै नै यति बेला अब यति छिटै यता भुन्टी र भूपेन्द्रको डिभोर्स नहुँदै भद्रसँग भुन्टीले विवाह गरेकी होलिन् त? साथीहरू, हजुरहरूलाई के लाग्छ त? यता केस अघि बढ्दै गर्ने क्रममा अब यति धेरै अन्याय र अत्याचारमा परिरहेकी भुन्टीलाई साथ सपोर्ट दिने सुकुमाया जस्ती मितिनी भुन्टीले भेटे पश्चात अब भने अर्को मोड यानि कि भुन्टीको जीवनले अर्को मोड लिने अवश्य पनि छ। हो साथीहरू, अब भने यस आफ्नै मितिनीको कुरालाई सबै कुरा सहजै स्वीकार गर्दै आफ्नै लागि भनेकी हुन् भन्ने कुरा बुझेर भुन्टीले पनि अब सुकुमायाको निर्णयलाई सबै सहमति यानि कि दुवैजनाको सहमतिमा सुकुमायाले यो पाइला चालेकी थिइन् भने अब त्यस घरबाट छुटकारा पाउने निर्णयमा र अठोटमा पुगेकी छिन् भुन्टी। हो साथीहरू, अब यता जेठाजुले पनि भुन्टीलाई यसबारे अब अहिले डिभोर्स नदेऊ भनेर निकै पटक सम्झाउन खोज्दासम्म अब भुन्टीले यो अठोट नछड्ने भएपछि अब घरमा गएर आफ्नी श्रीमती श्रेयालाई भनेका छन्। हो साथीहरू, अब भूपेन्द्रले जे जति दिनुपर्छ उसको अधिकार दिएर छुटकारा पाउनुपर्छ र अब भुन्टीलाई छुटकारा दिनपर्छ अनि हाम्रो जिन्दगी हाम्रै अनुसारले चलाउँला भनेर श्रेयालाई सम्झाएका छन् भने अब अहिले फकाइसकेका छन् श्रेयालाई। हो साथीहरू, तिमीले नै साथ सपोर्ट नदिए मलाई कसले दिन्छ र मबाट गल्ती भएकै हो। म जस्तै सोचेर भाइलाई विश्वास गरेर सबै धन सम्पत्ति यानि कि आफूले रगत पसिना बगाएर कमाएको त सम्पत्ति सबै भाइलाई यसरी पठाएँ र भाइले नबुझिदिएपछि आज यसको परिणाम मैले स्वयं पनि भोग्दै आइरहेको छु भनेर म गलत नै थिएँ भनेर माफी मागिसकेका छन् भने यता आफ्नी श्रीमतीलाई फकाइसकेका छन्। हो साथीहरू, कुनै पनि हालतमा भुन्टीले भने अब आफूले यानि कि आफूले लिने अधिकार लिएर मात्र त्यस घरलाई छाड्ने र भूपेन्द्रसँगको सम्बन्ध टुक्राउन चाहन्छन् र यता बालकुमारीले भने भुन्टीको आमा बुवालाई यति धेरै दुःख यातना पीडाहरू दिएकी छिन् साथीहरू। हो साथीहरू, अब आमा बुवालाई त्यहाँ घरसम्म लगेर आफ्नी छोरीले अंश मुद्दा फिर्ता लिन भनेर निकै धम्की देखाए पश्चात अब भने आमा बुवा नमानेपछि अब यता भीम र बालकुमारी मिलेर जङ्गलमा लतार पछार गर्दै सबै यानि कि जमुना दिदी लगायत भुन्टीका आमा बुवालाई लगेर बाँधेर राम धुलाई गरेको दृश्य हामीले देख्न पाएका छौँ। पक्कै पनि सुकुमायाले अब बालकुमारी र भीमलाई यसै छान्ने छैनन्। हो साथीहरू, अब भुन्टीको कानमा साथै सुकुमायाले यो खबर थाहा पाउने छिन्। साथीहरू, यति धेरै यानि कि कमजोर भएका बुवा आमा र बिरामी अवस्थामा रहिरहेका भुन्टीका आमा बुवालाई जङ्गलसम्म लछार पछार गर्दै लगेर बाँधेर राम धुलाई गरेको दृश्य हामीले देखेका छौँ भने अब पक्कै पनि
बालकुमारीलाई आफूले अनि कि बालकुमारीलाई पनि अब कालले कुतकुताएको हुनुपर्छ र अब पक्कै पनि अब बालकुमारीको पालो आएको हुनुपर्छ। आफूले गरेको कर्मको फल भोग्न बाँकी रहेकी भनेकी यी बालकुमारी नै छिन्। हो साथीहरू, पक्कै पनि अब बालकुमारीलाई सुकुमायाले कस्तो सजाय दिलाउलिन् त यता बुन्टी यानि कि मितिनीको आमाबुवा यानि कि आफ्नै आमाबुवा जस्तै मानेकी आमाबुवा त्यस्तो अवस्थामा रहिरहेका सबैजनालाई जङ्गलसम्म लगेर यति धेरै कुटपिट गरेकी छिन् कि यो दृश्यले हामी दर्शक श्रोताहरूको मन भावुक बनाएको छ। हो साथीहरू, अब यता के साँच्ची नै भद्रसँगको सम्बन्ध यानि कि बुन्टीले जोडेकी नै होला त साथीहरू। यता भूपेन्द्रसँगको सम्बन्ध टुक्राउन नपाउँदै सिद्ध्याउन नपाउँदै के साँच्ची नै बुन्टीले त्यता सम्बन्ध जोडिन् होला त? हजुरहरूलाई के लाग्छ त साथीहरू? कि यता टोकले यानि कि आफ्ना दाजु यानि कि भुन्टीलाई यति धेरै माया र भुन्टीको चिन्तन गर्ने दाजु टोकलेले देखेको सपना हुनुपर्छ कि कल्पना रहेको हुनुपर्छ? हो साथीहरू, हजुरहरूको मनमा के लाग्छ त? जस्ताको तस्तै सल्लाह सुझाव पनि मिठो प्रतिक्रिया हाम्रो तलको खाली कमेन्ट बक्समा राख्न पनि नभुल्नुहोला। साथै हामीले ल्याएका यस्तो रिभ्यू भिडियो हजुरहरूलाई मनपर्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब पनि गर्न